न्यून आर्थिक स्रोत भएको दोलखा सदरमुकाम चरीकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालले लामो समयदेखि स्वास्थ्य बीमा बापतको रकम प्राप्त नगर्दा र सरकारले पठाउनु पर्ने निशुल्क औषधि समेत उपलब्ध नहुँदा अस्पतालले ठूलै आर्थिक अभाव झेलिरहेको छ। स्वास्थ्य बीमा गरे पनि बीमा बापतको औषधि खरिद गर्न बाहिरै जानुपर्ने बाध्यता रहेको सेवाग्राहीको भनाइ छ। स्वास्थ्य बीमा गरेको तर यहाँनिर चेकअप चाहिँ भयो तर औषधि चाहिँ यहाँ पाइँदैन, बाहिरै किन्नुपर्छ भनेर भन्नुभयो यहाँको डाक्टर। बीमा गरेर के नै होला भनेर गयो, वास्तवमा उस्तै रहेछ। अनि एउटा जचाउनु चाहिँ फ्री हुँदो रहेछ जस्तो। बीमा बोर्डबाट स्वास्थ्य बीमा बापतको करिब 1 करोड रकम भुक्तानी हुनुपर्नेमा 25 लाख रकम प्राप्त भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष सुभाष रिमालको भनाइ छ। हाम्रो 1 करोड जारी हुँदाखेरि जम्मा 25 लाख पैसा आउँछ, त्यो त पर्याप्त होइन। तैपनि एउटा यो पोलियोको घाउमा मलम लाउने भने जस्तो होइन, एउटा हुँदै नहुनु भन्दा केही न केही त हुन्छ। त्यसले सरकारले निशुल्क उपलब्ध गराउने आइरन, भिटामिन के, भिटामिन बी कम्प्लेक्स, सिरिन्ज, ग्लोभ्स जस्ता 32 प्रकारका औषधिमा कतिपय अति आवश्यक औषधि समेत प्राप्त हुन नसक्दा थप सङ्कट बेहोर्नु परेको अस्पतालले जनाएको छ। स्वास्थ्य बीमा बाहेक अस्पतालले उपलब्ध गराउने अन्य सबै प्रकारका सेवालाई भने निरन्तरता दिइरहेको अध्यक्ष रिमालले बताउनुभयो। सरकारले निशुल्क औषधिको लागि पटक पटक माग फारम भरेर पठाएको भए पनि सरकारले ती औषधिहरू उपलब्ध गराउन नसकेको अस्पतालका सुपरिन्टेन्डेन्ट डाक्टर अजुत पौडेलले बताउनुभयो। पठाएको बजेट र उहाँले पठाएको औषधि चाहिँ हामीलाई अपुग्नै छ। यो मासिक सरदर 6000 बिरामीले सेवा लिने पशुपति चौलागाई स्मृति अस्पतालमा एमडीजीपी सर्जन, एमबीबीएस गरी 19 जना डाक्टर र 51 बेड रहेको छ। अस्पतालबाट करिब 1200 जना स्वास्थ्य बीमामा आबद्ध बिरामीले सेवा लिँदै आएको र 7 जनाले डायलिसिस सेवा लिने गरेको अस्पतालले जनाएको छ। मन्दिरा थापा, नेपाल टेलिभिजन, बागमती प्रदेश, दोलखा।